Hi everyone, welcome back to my channel. First mata, thank you so much मेरो पुरानो भिडियोहरुमा एकदम माया र सपोर्ट देखाइदिनु भएकोमा आगामी दिनहरुमा पनि यसरी नै माया र सपोर्ट गरिदिनु होला। अनि आज चाहिँ म अहिले मेरो जीवन टेस्ट दिन जाँदै छु। बिहानै छ अझै। सो यहाँको जीवन टेस्ट भनेको चाहिँ रिटन टेस्ट हो लाइसेन्सको लागि, ड्राइभिङ लाइसेन्सको लागि। अनि त्यही जाँदै छु आज। अनि for those of you who don't know, यहाँ चाहिँ G1, G2 र G भनेर हुन्छ ड्राइभिङ लाइसेन्सको। G1 र G2 मा चाहिँ अलिकति रिस्ट्रिक्सन्सहरुको साथ चलाउनु पर्छ। धेरै लाइक सबै रोडमा अथवा सबै कन्डिसनमा चलाउन पाइदैन। G भनेको चाहिँ फुल लाइसेन्स हो, तर आज चाहिँ हामी G1 मा फोकस गर्छौं। अनि यो भिडियोमा चाहिँ मेनली म आज के हुन्छ मेरो एक्सपिरियन्स पास हुन्छ कि पास हुँदैन त्यो सबै सुनाउँछु। त्यसबाहेक पनि मोस्ट इम्पोर्टेन्ट कुरा भनेको चाहिँ डकुमेन्ट्स के लिएर जानुपर्छ, अनि त्यसको फर्म्याट कस्तो हुन्छ, टेस्टको फर्म्याट, अनि पैसा कति लाग्छ, अनि सोर्सेसहरु कहाँबाट पढ्ने भन्ने कुराहरु सबै म मेन्सन गर्छु। सो कीप वाचिङ, इट्स गोना बी फन। So I'm back from my test. अनि त्यहाँ चाहिँ अलिकति भिड नै थियो त्यो सेन्टरको साइडमा, ठ्याक्क अगाडि पार्किङ मात्रै थियो। सो बोल्न मिल्ने खासै ठाउँ थिएन। अनि अलिअलि पानी पनि परिरहेको थियो। सो यता घर पुगेर एउटा पिसफुल ठाउँ खोजेर कुरा गर्छु भनेर हो। अनि यहाँ चाहिँ धन्न पानी परिरहेको रहेछ। अनि फर्स्ट थिङ फर्स्ट मैले चाहिँ क्लियर गरेँ आफ्नो टेस्ट एन्ड आई स्कोर्ड 40 आउट अफ 40। यसको बारेमा चाहिँ बिचबिचमा कुरा गर्दै जान्छु म के कस्तो भनेर। अनि मैले चाहिँ जस बिहान घरबाट निस्किँदाखेरि चाहिँ 7 बजिरहेको थियो। अनि त्यो टेस्ट सेन्टर चाहिँ मलाई सबभन्दा नजिक पर्ने चाहिँ नर्थ यर्कमा थियो। अनि त्यही गयो। 45 मिनट्स जस्तो लाग्थ्यो। युजुअली लाग्नु पर्ने हो, बट बिहान भएर होला 30 मिनट्समै पुगे। अनि लाइन खासै त्यस्तो धेरै हुन्छ भनेर एक्सपेक्ट त गरेको थिएन, बट बाहिरदेखि लाइन चाहिँ थियो। म भन्दा अगाडि 200 जना जस्तो थियो। अनि एकदमै टाइम लाग्यो कि, त्यही भएर अराउन्ड 5 आवर्स जस्तो लाग्यो। अहिले लगभग 2 बजे। सो म टेस्टबाट निस्किँदाखेरि चाहिँ 1:15 जस्तो भएको थियो। सो 5 घण्टा जस्तो नै लाग्यो मजाले। अनि बिचमा त्यहाँ आफ्नो टर्न आउने बेलामा चाहिँ फेरि ब्रेक भइदियो कि, त्यही भएर पनि बढी टाइम लाग्यो। बट युजुअली चाहिँ 4 घण्टा जस्तो चाहिँ राख्नुपर्ने रहेछ। विन्टर भने पनि समर भए पनि जहाँ पनि लाइन हुँदो रहेछ। सो त्यो चाहिँ कन्सिडर गरेर जानुपर्ने रहेछ। म चाहिँ बिहान अलि चाँडै नै उठेको थिएँ, बट यति चाँडै को नै आउँछ होला र भन्ने सोचेको थिएँ। अनि बिस्तारै जाँदाखेरि अलि पछाडि नै पऱ्यो कि लाइनमा। अब चाहिँ प्रोसेसको कुरा गरौँ है, एकदमै इम्पोर्टेन्ट छ यो सेक्सन। अनि फर्स्टमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि गुगल म्यापमा गएर आफ्नो नजिकैको ड्राइभ सेन्टर कता छ त्यो सर्च गर्ने। अनि आफूलाई जहाँ सजिलो नजिक पर्छ अनि त्यहाँ जानुपर्छ। फर्स्टमा गो एन्ड लाइन अप। बिहान चाहिँ सकेसम्म चाँडै जानु, अब विन्टर समर भनेर हुँदैन रहेछ। सो 7 बजेसम्ममा पुग्यो भने एकदम राम्रो। 7 बजे चाहिँ खुल्छ ड्राइभ सेन्टरहरू। सो 7 बजे पुग्दा चाहिँ एकदम राम्रो, चाँडै आउँछ पाली होइन। अनि त्यसपछि अहिले यो अनलाइन सिस्टम चाहिँ हुँदैन, एप्लिकेसन सिस्टम। सो गएर लाइन बस्ने नै हो। अनि मैले चाहिँ नोटिस गरेको थिएँ 11 बजेभन्दा पछि आउने मान्छेहरूको चाहिँ त्यहाँ पाली नै आएन कि त्यो दिन। सो एटलिस्ट 11 भन्दा अगाडि चाहिँ पुगिसक्नु, नभए चाहिँ फर्काइदिन्छ कि आज भ्याइँदैन भनेर। अनि त्यही हो, गएर लाइन बस्नुपर्छ फर्स्टमा। अनि त्यसको बाहिर चाहिँ त्यो ढोकामा चाहिँ एउटा क्युआर लगाइदिएको हुन्छ, त्यसमा स्क्यान गर्ने। अनि स्क्यान गर्दाखेरि चाहिँ हजुरको नाम अनि सरनेम माग्छ, अनि फोन नम्बर माग्छ। अनि त्यहाँ अप्लाई गरिसकेपछि चाहिँ हजुरलाई एस्टिमेटेड टाइम देखाउँछ कि। मेरो केसमा चाहिँ 3.5 घण्टा लगभग 4 घण्टा देखाएको थियो, बट त्योभन्दा बढी नै टाइम लाग्यो। अनि त्यो टाइम दिन्छ। सो भित्र छिरेपछि चाहिँ त्यहाँ भन्छ कि हजुरहरूलाई केही काम छ भने बाहिर गएर आउँदा पनि हुन्छ, एस्टिमेटेड टाइम धेरै छ भने एउटा नोटिफिकेसन आउँछ ठ्याक्क पाली आउँदाखेरि, अनि त्यति बेला फर्के पनि हुन्छ भनेर भन्यो। म चाहिँ भित्रै बसेँ, यसो रिभाइज गर्छु अनि
प्र्याक्टिस गर्छु भनेर सोचिरहेको थिएँ अनि त्यही नै गरेर बसेँ अनि हजुरभित्र छिरिसकेपछि चाहिँ त्यहाँ वेट गर्नुपर्छ आफ्नो टाइम हेरेर अनि त्यसपछि ठ्याक्क पाली आएपछि चाहिँ फोनमा नोटिफिकेसन आउँछ वी आर रेडी टु सर्भ यु भनेर अनि त्यसपछि ठ्याक्क हजुरको नामहरू बोलाउँछ अनि त्यहाँ एउटा टोकन दिन्छ कि अनि त्यो टोकन चाहिँ एउटा बोर्ड हुन्छ त्यसमा डिस्प्ले गरेर हुन्छ कुन काउन्टरमा जाने भनेर अनि आफ्नो टोकन हेरेर त्यही काउन्टरमा जानुपर्छ त्यो काउन्टरमा गएपछि चाहिँ हजुरलाई हजुरको आइडेन्टिफिकेसन डकुमेन्ट माग्छ जुन चाहिँ पासपोर्ट लिएर जानु पर्यो अनि त्यसबाहेक हजुरको चाहिँ ड्राइभिङ एक्सपिरियन्स छ भने चाहिँ आफ्नो कन्ट्रीको एक्सट्र्याक्ट दे भनेर भन्छ कि त्यहीँनिर अनि त्यसपछि आफ्नो एक्सट्र्याक्ट छ लाइसेन्स छ भने चाहिँ त्यही दिनु पर्यो अनि यदि एक्सट्र्याक्ट छ भने चाहिँ हजुरले G1 देखि G2 को लागि युजली कुर्ने टाइम चाहिँ 8 देखि 12 मन्थ्स हो त्यो चाहिँ स्किप गर्न पाउनुहुन्छ कि रोड टेस्ट चाहिँ जहिले मन लाग्छ तहिले दिन मिल्छ G1 पास गरिसकेपछि रिटर्न चाहिँ हैन अनि डेजिग्नेटेड इन्स्टिट्युसनबाट लाइक ड्राइभिङ इन्स्टिट्युसनबाट हजुरले रोड टेस्टहरू प्र्याक्टिस गर्नुभयो भने चाहिँ 8 मन्थ्स हो वेटिङ टाइम अनि अरू लाइक आफै प्र्याक्टिस गर्छु अनि आफै सिक्छु भन्ने हो भने चाहिँ 12 महिना कुर्नुपर्छ G1 लाइसेन्स आइसकेपछि है अनि त्यो दुईटा डकुमेन्ट हजुरले प्रेजेन्ट गरिसकेपछि चाहिँ त्यहाँ हजुरको आई टेस्ट हुन्छ है अनि आई टेस्टमा चाहिँ उनीहरूले के गर्छ भन्दाखेरि एउटा डिभाइस हुन्छ त्यसमा हेर्नुपर्छ अनि एउटा लाइनमा लेटर्सहरू नम्बर्सहरू हुन्छ नि त्यो चाहिँ पढेर भन्नुपर्छ सुनाउनुपर्छ अनि त्यसबाहेक चाहिँ एउटा लाइट हुन्छ तिनीहरूले पास गर्छ कि दुईतिर आँखामा कहिले लेफ्टमा कहिले राइटमा अनि त्यो लाइट कता छ लेफ्टमा छ कि राइटमा छ तेरो भनेर सोध्छ अनि त्यो भनिराख्नुपर्छ लेफ्ट राइट भनेर अनि त्यति हो सबै पास हुन्छ यसमा सो टेन्सन लिनुपर्ने केही छैन इन्टिमिडेटिङ त्यस्तो केही पनि छैन अनि त्यो गरेपछि हजुरको नाम अनि एड्रेसहरू के हो अनि त्यहाँ साइन गर्न लगाउँछ त्यसपछि चाहिँ सबै इन्फर्मेसन करेक्ट छ भनेर भेरिफाई गरिसकेपछि चाहिँ पेमेन्ट गर्नु पर्यो पेमेन्ट चाहिँ कार्डबाट गर्दा पनि भयो अनि क्यास गर्दा पनि भयो अनि पेमेन्टको लागि पैसा भनेको चाहिँ $160 हो हैन G1 को लागि प्लस G2 पनि त्यसमा इन्भल्भ हुन्छ है अनि जसको चाहिँ एक्सट्र्याक्ट छ अलरेडी एक्सपिरियन्स छ जसरी मैले भने तिनीहरूको लागि चाहिँ $106 हो 160 चाहिँ तिर्नु पर्दैन अनि त्यसबाहेकको चाहिँ यदि फेल भयो भने चाहिँ कुनै पनि सेक्सनमा त्यो चाहिँ म डिटेलमा अहिले कुरा गरिहाल्छु फेल भयो भने चाहिँ फेरि $16 तिरेर फेरि टेस्ट दिन पाइन्छ अर्को दिन गएर अब कुरा गरौँ टेस्टको फर्म्याटको है टेस्टको फर्म्याट चाहिँ 20 क्वेसन्स हुन्छ दुईटा सेक्सन हुन्छ 40 क्वेसन्स हो टोटल अनि 20 वटा क्वेसन चाहिँ साइन्सहरूबाट आउँछ हैन रोड साइन्सहरू अनि 20हरू चाहिँ रुल्स एन्ड रेगुलेसन्सबाट आउँछ अनि इच सेक्सनमा चाहिँ 16 भन्दा कम ल्यायो भने चाहिँ फेल हुन्छ सो 4वटा मात्रै मिस्टेक्स गर्ने चाहिँ स्कोप हुन्छ है अनि दुईटा सेक्सन मध्ये कुनै एउटा सेक्सनमा फेल भयो भने चाहिँ दोस्रो सेक्सन पनि अटेम्प्ट गर्न चाहिँ दिन्छ बट त्यो चाहिँ फेरि अर्को दिन आएर क्लियर गर्नुपर्ने हुन्छ है सो जुन सेक्सनमा फेल भयो त्यो सेक्सन चाहिँ फेरि दिनुपर्ने हुन्छ फेल भयो भने चाहिँ सो अब चाहिँ प्रो टिप्सको कुरा गरौँ है अब कहाँबाट कसरी प्र्याक्टिस गर्ने भन्दाखेरि फर्स्टमा त सोर्स apnatoronto.com भनेर एउटा वेबसाइट छ त्यसमा जानुहोस् अनि त्यसमा चाहिँ साइन्स रेगुलेसन्सहरू सबैको क्वेसन्सको त्यो टेस्टहरू त्यही हुन्छ प्र्याक्टिस गर्न मिल्छ अनि यो साइट चाहिँ बेस्ट हो साइन्सहरूको लागि अनि साइन्सहरू चाहिँ मान्ने हो भने ठ्याक्कै लाइक डिट्टो यहीँबाट नै आउँछ के सो यो प्र्याक्टिस गरेर गयो भने चाहिँ अरू कहीँ हेर्नै पर्दैन रिफर गर्नै पर्दैन म चाहिँ यो सोर्सेसहरू चाहिँ डिस्क्रिप्सनमा लिङ्क गरिदिइहाल्छु अनि त्यसमा चाहिँ 5वटा टेस्ट छ 2टा चाहिँ साइन्सहरूको लागि छ अनि 3टा चाहिँ रुल्स एन्ड रेगुलेसन्सको लागि छ त्यसबाहेक अर्को एउटा सोर्स हो पिल ड्राइभिङ स्कुलको PDF है त्यो पनि म लिङ्क गरिदिन्छु डिस्क्रिप्सनमा अनि यो PDF चाहिँ रुल्स एन्ड रेगुलेसन्सको लागि चाहिँ बेस्ट छ सो रुल्स एन्ड रेगुलेसन चाहिँ यहाँबाट प्र्याक्टिस गर्दाखेरि हुन्छ अर्को टिप हो एन्ड मोस्ट इम्पोर्टेन्ट वान इज टु स्टडी है सो पढ्न चाहिँ धेरै त्यस्तो मेहनत गरेर डराएर त्यसरी एकदमै 2-4 दिनै पढ्नुपर्छ कि भनेर त्यस्तो सोच्नु पर्दैन 4-5 घण्टा चाहिँ मजाले टाइम दिएर राम्ररी पढ्नु भयो भने चाहिँ मजाले क्लियर हुन्छ फर्स्ट टाइममै अनि पढ्न चाहिँ पर्छ है यतिकै कतिजना चाहिँ नपढिकन जानुहुन्छ
भन्नाले गेस गरौँला पास भइहालिन्छ नि त्यस्तो गाह्रो के हुन्छ र भन्ने हुन्छ बट नेपालमा त रुल्स एन्ड रेगुलेसन हामीले त्यस्तो फलो नै गरिन्न भन्नाले लाइक के नै हुन्छ र रुल्स एन्ड रेगुलेसन्स पुरै हैन जेब्रा क्रसिङमा मान्छे हानेर हिँड्रा हुन्छ सो खासै ट्राफिक रुल्स चाहिँ केही पनि छैन नेपालमा सो यहाँ अनि साइड पनि लेन पनि फरक पर्छ नि त यहाँ र नेपालमा सो पढेर चाहिँ मजाले जानुपर्छ त्यसबाहेक पनि ट्रिकी पार्ट चाहिँ रुल्स एन्ड रेगुलेसन एकदमै ट्रिकी हुन्छ त्यसमा चाहिँ हामीले डिमेरिट पोइन्ट्सहरू अनि त्यसपछि अल्कोहल लेभलहरू कति म्याक्सिमम हुन सक्छ कति परमिसिभ छ त्यो सबै कुराहरूको ज्ञान हुनुपर्छ हामीलाई सो त्यो चाहिँ मजाले पढेर पानी गराएर जानु होला अर्को टिप हो टु नट प्यानिक है जति प्र्याक्टिस गरे पनि जति प्रिपेयर भए पनि त्यहाँ गएर अलिअलि डर लाग्ने त स्वाभाविक नै हो है मलाई पनि डर लागिरहेको थियो सबैलाई नै लाग्छ सो एकदमै प्यानिक चाहिँ नगर्नु होला त्यहाँ गएर है आनन्दले मजाले टाइम लिएर आन्सर टिक लाउनु होला त्यसको फर्मेट चाहिँ टच स्क्रिनमा हुन्छ हैन टच स्क्रिनमा हामीले चाहिँ आन्सर टिक लगाएर अनि त्यसपछि यस भनेर क्लिक गर्यो भने चाहिँ त्यसमा चाहिँ रिजल्ट देखाउँछ कि करेक्ट भयो कि भएन भनेर अनि त्यसरी गर्ने हो फर्मेट चाहिँ त्यो हुन्छ बट हजुर चाहिँ नआत्तिकन मजाले टाइम लिएर गर्नु होला किनकि टाइम रेस्ट्रिक्सनहरू केही पनि हुँदैन अनलिमिटेड टाइम हुन्छ सो मजाले टाइम लिएर 1 घण्टा 2 घण्टै लाग्छ भने पनि सोचेर टाइम लिएर आन्सर दिनु होला अर्को टिप हो अप्सन्सलाई लिएर है सो हजुरको क्वेसनमा चाहिँ अल अफ द अबभ नन अफ द अबभ भन्ने अप्सन छ भने चाहिँ युजुअली आन्सर त्यही नै हुन्छ है अब युजुअली भनिरहेको छु मैले नट अल द टाइम है सो एकदमै कन्फ्युज हुनुहुन्छ हजुरले वाइल्ड गेस नै लिने हो भने चाहिँ यसमा टिक लाउँदा हुन्छ है यो अप्सनमा त्यसबाहेक यदि अप्सन चाहिँ हजुरको एकदमै 4वटा अप्सनमा हजुरलाई आइडिया छैन कुन चाहिँ करेक्ट होला भन्ने छ अनि एउटा अप्सन चाहिँ एकदमै लामो लेन्दी छ भने चाहिँ युजुअली आन्सर चाहिँ त्यो लेन्दीवाला हुन्छ सो हजुरलाई यसमा पनि एकदमै गेस गर्नुपर्ने आइडिया भएन भने चाहिँ यो लामो अप्सन चाहिँ चुज गऱ्यो भने सेफ हुन्छ युजुअली सो टिप्सहरू यति नै हो है अनि मजाले नआत्तिकन राम्ररी गएर दिनु होला मैले अनेस्टली सोचेको थिएन मैले फर्स्ट गोमै पास गर्छु भनेर बट 40 मा 40 आयो अनि त्यस्तो गाह्रो हुँदैन बट पढ्न चाहिँ पर्छ सो प्रिपेयर चाहिँ भएर जानु अनि फर्स्ट अटेम्पमै पास हुनु भएन भने पनि केही प्रब्लम छैन जतिचोटि दिन पनि पाइन्छ है भोलि गएर अर्को दिन गएर दिन पाइन्छ फेल भएको सेक्सनमा सो त्यस्तो नआत्तिकन नडराइकन मजाले प्रिपेयर गरेर जानु अनि यदि हजुरहरू नेपालमा भिजा लाएर बसिराख्नु भएको छ कुरिराख्नु भएको छ भने चाहिँ यो लिंकबाट हजुरहरूले अलरेडी प्र्याक्टिस गरेर आउँदा हुन्छ टाइम बच्छ यहाँ आएपछि है अनि आउँदा आउँदै लाइसेन्स निकालेर बस्यो भने ढुक्क हुन्छ त्यो चाहिँ एउटा आइडीको रूपमा पनि काम गर्छ सो त्यसको लागि पनि फाइदै हुन्छ प्लस यहाँ आएर पढिराख्नु परेन अनि आउँदा आउँदै लाइसेन्स निकालेर बस्न पाइयो अनि यहाँ चाहिँ अनेस्टली भन्नुपर्दा त्यो बसको यो टीटीसी को चाहिँ खासै भर हुँदैन रहेछ है टाइममा आइदिदैन अनि झन् विकेन्डमा चाहिँ एकदमै गाह्रो हुन्छ कम्युट गर्नको लागि त्यसै त डिस्टेन्स 1 घण्टाको पर हुन्छ त्यसमाथि अनि 1.5 घण्टा जस्तो लाग्छ कि अनि त्यो आधी घण्टै मार्जिन राखेर हिँड्नुपर्छ सो आउँदा आउँदै लाइसेन्स निकाल्यो भने एटलिस्ट हजुरहरूलाई गाडी लिन मन छ गाह्रै भयो भने त्यो अप्सन रहिरहन्छ नि त अनि त्यही हो अल द बेस्ट जसले टेस्ट अपियर गर्न लाग्नु भएको छ अनि जसको भिजा लागेर कुरिराख्नु भएको छ हजुरहरूले पनि प्रिपेयर गरेर आउँदा हुन्छ एन्ड यति एन्डसम्म हेरिदिनु भएको छ भने भिडियो थ्याङ्क यू सो मच एन्ड यति नै हो आजको कन्टेन्ट चाहिँ आई होप यु अल इन्जोयड इट and if you really enjoyed the video please like and share the video and also subscribe to my channel and I'll see you guys in my next one. Bye.